आफ्नो जीवन बदल्नुहोस् किनकि अब समय आएको छ आफ्नै जीवन बदल्ने समय। यति धेरै बदलिनुहोस् कि संसार तपाईलाई देखेर अचम्मित होस्। मानिसले भनुन् के यो उही व्यक्ति हो। आज नै एउटा मिति लेख्नुहोस् आफ्नो क्षमता अनुसार। आजदेखि 2 महिना 6 महिना 1 वर्ष 2 वर्ष वा 5 वर्षपछि जुन मिति तपाईलाई उपयुक्त लाग्छ त्यही मिति तय गर्नुहोस् र आफैसँग एउटा बाचा गर्नुहोस्। यस मितिसम्म म आफूलाई यति धेरै परिवर्तन गर्नेछु कि जसले पनि मलाई देखेर एउटै कुरा भन्ने छ, तिमी त धेरै बदलियो। आफूलाई बदल्न यति समय लाग्छ भन्ने कुरा तपाई आफैलाई थाहा हुन्छ। तपाईको जीवनको प्रत्येक सानो पक्ष सुधार गर्न थाल्नुहुन्छ र तपाईको व्यक्तिगत सोचाइ र जीवनमा आउने समग्र परिवर्तन यति ठुलो हुनेछ कि एक दिन तपाई आफैले आफूलाई चिन्न सक्नुहुने छैन। तपाई आफैले सोच्नुहुनेछ म पहिले कस्तो थिए अनि अहिले यस्तो बने। संसारको नजरमा अहिले तपाईको जस्तो सुकै छवि भए पनि अब त्यो छवि बदल्ने समय आएको छ। सायद मानिसहरू भन्ने छन् त्यो त सबैलाई हुन्छ भन्ने मान्छे हो, जहाँ बोलाए पनि जान्छ, जुन बेला बोलाए पनि आइपुग्छ। किनकि तपाईले आफ्ना व्यवहारले उनीहरूलाई त्यस्तै विश्वास दिलाउनु भएको छ। तर अब समय आएको छ आफ्नो व्यवहार सुधार्ने, आफ्नो छवि बदल्ने। अब आफ्नो बारेमा सोच्न सुरु गर्नुहोस्। अरू मानिसले के सोच्छन् भन्ने चिन्ता गर्न छोड्नुहोस्। आफ्नो भविष्यको चिन्ता गर्नुहोस्। आफ्नो करियर प्रति गम्भीर बन्नुहोस्। एउटा मिति लेख्नुहोस्, त्यो जुनसुकै मिति हुन सक्छ। आफ्नो क्षमता अनुसार आफै निर्णय गर्नुहोस्। आफूलाई पूर्ण रूपमा बदल्न कति समय आवश्यक छ र त्यो दिन नआउन्जेल अथक परिश्रम गर्नुहोस्। यति धेरै मेहनत गर्नुहोस् कि आफूलाई सुधार्ने कुनै सीमा नै नहोस्। आफूलाई पूर्ण रूपमा रूपान्तरण गर्नुहोस्। संसार चाँडै नै अचम्मित हुनेछ। त्यतिन्जेलसम्म आफूलाई यति धेरै सुधार्नुहोस् कि एक दिन ऐनामा आफूलाई हेर्दा चकित पर्नुहोस्, म पहिले कस्तो थिए अहिले कस्तो बन्ने छु। जब अभ्यास र निरन्तरताको मिलन हुन्छ तब यही संसारमा त्यस्ता काम सम्भव हुन्छन् जसलाई मानिसहरूले असम्भव ठान्थे। निरन्तरता नै पूर्णताको जीवन हो। धेरै वर्ष अघि एक विद्वानले एउटा अमूल्य कुरा भन्नुभएको थियो जुन आज पनि त्यत्तिकै सत्य छ। निरन्तर अभ्यासले मूर्ख पनि बुद्धिमान बन्छ। जसरी नरम डोरीले निरन्तर घर्षण गर्दा कठोर ढुङ्गामा समेत दाग बस्छ, अभ्यास फेरि अभ्यास र फेरि अभ्यास। जस्तो सुकै अवस्था आए पनि अघि बढिरहनुहोस्। संसार रोकिए पनि तपाईँ नरोकिनुहोस्। कसैले बोलायो भने पनि हरेक पटक नजानुहोस्। हुँदैन भन्न सिक्नुहोस्। भन्नुहोस् मसँग समय छैन। आवश्यक परे बहाना पनि बनाउनुहोस्, किनकि कहिलेकाहीँ यही बहानाले तपाईको समय बचाउँछ, जीवन बनाउन र मानिसहरूको नजरमा तपाईको नयाँ छवि निर्माण गर्छ। त्यसपछि उनीहरूले सोध्नेछन् यो व्यक्ति सबैलाई समय दिने मान्छे होइन, यो व्यस्त छ, यसको समय मूल्यवान छ। जब उनीहरूले देख्नेछन् कि तपाईँ आफ्नो लक्ष्यप्रति गम्भीर हुनुहुन्छ, दिनभरि मोबाइल चलाएर समय बिताइरहनु भएको छैन, उद्देश्यविहीन भएर पल्टिरहनु भएको छैन, तब उनीहरूले स्वतः तपाईलाई सम्मान गर्न थाल्नेछन्। उनीहरूले तपाईलाई आवश्यक काम पर्दा मात्र सम्झिनेछन्, किनकि उनीहरूले बुझ्नेछन् यो व्यक्ति फुर्सदिलो होइन, यो मूल्यवान व्यक्ति हो। यस्तै छवि बनाउनुहोस् र त्यसका लागि कठोर मेहनत गर्नुहोस्। केही समयका लागि आफूलाई सीमित राख्नुहोस्। आफ्नो जीवनका लागि कडा नियम बनाउनुहोस्। निर्णय गर्नुहोस् यो समयमा म यही काम मात्र गर्नेछु, अनावश्यक मानिसहरूलाई समय दिने छैन। अहिले भेटघाट होइन, सबैसँग भेट हुनेछ, तर मैले तय गरेको मिति पछि। त्यसपछि हेर्नुहोस् मानिसहरूको प्रतिक्रिया कस्तो आउँछ। आफूलाई यति धेरै तडपाउनुहोस् कि तपाईको चमक अगाडि सुन पनि लज्जित होस्, किनकि जति धेरै सुन आगोमा तडपिन्छ त्यति नै बढी चम्किन्छ। र सम्झनुहोस् यदि बदलिन चाहनुहुन्छ भने केही कुरा होइन, धेरै कुरा बदल्नु पर्ने हुन्छ, किनकि हामी साधारण परिवर्तन होइन, पूर्ण रूपमा नयाँ व्यक्ति बन्न चाहन्छौँ। यस्तो व्यक्ति जसले हरेक परिस्थिति सम्हाल्न सक्छ, जसले जे पनि सिक्न सक्छ, जसका सिपका आधारमा जीवनमा जे पनि हासिल गर्न सक्छ, जसको सोच फरक हुन्छ, जो भिडमा पनि छुट्टै देखिन्छ, जसको मानसिकता नै असाधारण हुन्छ। तपाईले जुन समय रोज्नुहुन्छ, 2 महिना 6 महिना 1 वर्ष 2 वर्ष जति पनि होस्, त्यही समय तपाईको जीवन सबैभन्दा कठिन समय हुने, तर त्यही समयले तपाईको सम्पूर्ण जीवन बदल्नेछ। र एउटा कुरा सधैँ सम्झनुहोस्, सानो भन्दा सानो कुरा पनि सुधार ल्याउनुहोस्। हरेक सानो कुरालाई अझ राम्रो बनाउने प्रयास गर्नुहोस्। तपाईँ जे काम गर्नुहुन्छ हरेक पटक आफैलाई सोध्नुहोस्, म यो अझ राम्रो कसरी गर्न सक्छु, यसलाई अझ उत्कृष्ट बनाउन म के गर्न सक्छु। बोल्ने शैली, काम गर्ने तरिका, सोच्ने तरिका के हेर्नुहुन्छ, समय कहाँ खर्च गर्नुहुन्छ, कसको साथमा बस्नुहुन्छ, किन बाँचिरहनु भएको छ, के गर्नुहुन्छ, किन गर्नुहुन्छ, के खानुहुन्छ, कस्तो गीत सुन्नुहुन्छ। जीवनको प्रत्येक सानो पक्ष परिवर्तन ल्याउनुहोस्। जब तपाईँ सबै कुरामा ध्यान दिन थाल्नुहुन्छ, तपाईको समग्र प्रभाव संसारले केही समयपछि देख्नेछ र तपाईँले त्यो परिवर्तन पहिलो दिनदेखि नै महसुस गर्न थाल्नुहुनेछ। त्यसैले आज होइन अहिले यही क्षण यही मिति लेख्नुहोस् र त्यसपछि र त्यो मितिलाई टिप्पणीमा पनि लेख्नुहोस्। त्यसपछि टिप्पणीमा फर्की
फर्किएर आफै जवाब दिनुहोस् र इमानदार भएर भन्नुहोस्, मैले सोचेको कुरा पूरा गरे कि गरेन, मैले चाहेको लक्ष्य हासिल गरे कि गरिन। यदि केवल 10 जना मानिसले मात्र यो पूरा गर्न सके भने म मेरो प्रयास सफल भएको ठान्नेछु। किनकि यदि मैले 10 जनाको जीवन बदल्न सके भने ती 10 जना नै भविष्यमा हजारौं मानिसका प्रेरणा बन्नेछन्। अब प्रश्न तपाईलाई, के तपाईँ ती मध्ये एक बन्नुहुन्छ? त्यो मिति लेख्नुहोस् र त्यो मिति सधैँ आफ्नो मनमा राख्नुहोस्। जुन दिन तपाईँ संसारका अगाडि नयाँ व्यक्तिको रूपमा उभिनुहुनेछ त्यही मितिलाई सम्झनुहोस्। म यो भिडियोमा टिप्पणीहरू 6 महिनापछि पनि पढ्नेछु, 1 वर्षपछि पनि पढ्नेछु र हेर्नेछु कति मानिस वास्तवमै सफल भए वा मानिसहरू केवल टिप्पणी गर्न मात्र आउँछन्। यो भिडियोले केही परिवर्तन गर्दैन, हो परिवर्तन हुन्छ, तर पहिले भिडियोमा बनाएको कुरा गरेर त हेर्नुहोस्। केही नगरी केही हुँदैन भन्न सजिलो हुन्छ, केही गरेर देखाउनुहोस्। यदि आफ्नो सपना पूरा गर्न चाहनुहुन्छ भने पहिला सपना देख्न सिक्नुहोस्। सपना देख्नु भयो भने त्यसको यात्रामा हजारौं कठिनाइ आउनेछन्, तर जब तपाईको सफलताले संसारभरि आवाज निकाल्नेछ त्यो दृश्य अत्यन्त सुन्दर हुनेछ। ढिलो भए पनि केही बनेर देखाउनुहोस्, किनकि समयसँगै मानिसहरूले तपाईको अवस्था सोध्नेछन्। र याद रहोस्, यस यात्रामा धेरै चुनौतीहरू आउनेछन्, तर एउटा कुरा कहिल्यै नबिर्सनुहोस्, जसले तपाईलाई चुनौती दिन्छ उसैले तपाईलाई परिवर्तन पनि गर्छ। आशा छ यो सन्देशले तपाईको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। यसलाई आफ्नो ती साथीहरूसँग पनि शेयर गर्नुहोस् जो जीवनमा केही ठुलो गर्न चाहन्छन्। फेरि अर्को भिडियोमा भेटौँला, त्यतिन्जेलसम्मको लागि जय नेपाल।